आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन अहिले पत्रकारिता जगतका लागि निकै महत्त्वपूर्ण छ, डिजिटल सिप। हालै ललितपुरमा पत्रकारहरूका लागि यस्तै सिप विकास सम्बन्धी एउटा तालिम सम्पन्न भयो र हामी त्यही तालिमसँग सम्बन्धित यो विषयमा अलि गहिरिएर हेर्दैछौँ। हो, यो डिजिटल मिडिया फाउन्डेसन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आयोजना गरेको कार्यक्रम, अनि यसमा इन्टरनेसनल अलर्ट र युरोपियन युनियनको पनि साथ थियो। यसले नै देखाउँछ कि यो विषय कति गम्भीर र आवश्यक छ। निश्चय पनि। तालिमको मुख्य लक्ष्य पत्रकारहरूको डिजिटल क्षमता बढाउनु, उनीहरूलाई आजको चुनौतीपूर्ण समयमा अझ प्रभावकारी बनाउनु थियो जस्तो देखिन्छ। तर कस्ता खालका सिपमा जोड दिएको थियो त? यसमा निकै समसामयिक विषयहरू थिए, जस्तो डिजिटल माध्यमबाट अनुसन्धान कसरी गर्ने, अनि अनलाइनमा भेटिएका सूचना कतिको भर पर्दो छ भनेर जाँच्ने तरिका, मतलब फ्याक्ट चेकिङ। हो, अनि गलत वा भ्रामक सूचना कसरी चिन्ने, सँगसँगै स्रोतको पुष्टि कसरी गर्ने र डिजिटल प्रमाण कसरी जुटाउने भने जस्ता एकदमै व्यावहारिक कुरा पनि सिकाइएको थियो। एआई टुल्सको प्रयोगबारे पनि कुरा भयो। हो, यीमध्ये फ्याक्ट चेकिङ र स्रोत प्रमाणीकरण त अहिले झनै पेचिलो बन्दै गएको छ, होइन र? पहिला जस्तो सजिलै स्रोत भेटिने वा पत्याइहाल्ने अवस्था छैन नि। छैन। डिजिटल संसारमा कसको कुरा पत्याउने, कसरी आधिकारिकता जाँच्ने भन्ने नै ठूलो चुनौती हो। एकदम सही कुरा। यही चुनौतीलाई सम्बोधन गर्न तालिम महत्त्वपूर्ण भएको देखिन्छ। तालिम समापनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पनि यही कुरामा जोड दिनुभएको थियो। प्रविधिसँग नजोडिए पत्रकारको विश्वसनीयता घुम्न सक्छ। भनेपछि उहाँको जोड विश्वसनीयतामा रह्यो। हो, उहाँको विचारमा यस्ता सिपले झुटा समाचार र अफवाह विरुद्ध प्रमाणसहित सत्य स्थापित गर्न मद्दत गर्छ। भनेपछि सिप सिक्नु भनेको केवल प्राविधिक बन्नु मात्र होइन, पत्रकारिताको आधारभूत सिद्धान्त, सत्यता र विश्वसनीयतालाई बलियो बनाउनु पनि रहेछ। हो, त्यही हो, खासमा त्यही नै हो। इन्टरनेसनल अलर्टकी प्रतिष्ठा थापा र महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की जस्ता व्यक्तिहरूले पनि यी सिपले पत्रकारितालाई कसरी थप जिम्मेवार र प्रभावकारी बनाउँछ भन्नेमा जोड दिएका छन्। उहाँहरूले पनि उहाँहरूको विचारमा यस्ता सिपले सत्य सूचना खोज्ने, विश्लेषण गर्ने र पुष्टि गर्ने क्षमता बढाउँछ, जसले अन्ततः समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउँछ। अनि तालिममा सहभागी पत्रकारहरूको अनुभव कस्तो रह्यो नि? के उनीहरूलाई यी सिप साँच्चै उपयोगी लाग्यो? उनीहरूले तालिम निकै लाभदायी भएको बताएका छन्। विशेष गरी समाचार सङ्कलन र तथ्य जाँचमा समय बचत हुने, सही जानकारी छिटो पाउने र आवश्यक स्रोतहरू पहिल्याउन सजिलो हुने जस्ता फाइदाहरू उनीहरूले महसुस गरेका छन्। समय बचत हुने कुरा त महत्त्वपूर्ण भयो नि। हो नि, प्रशिक्षक उमेश श्रेष्ठले भने जस्तै प्रविधिलाई बोझ होइन, सहयोगीका रूपमा प्रयोग गर्न सिक्नु महत्त्वपूर्ण छ। त्यो त हो, तर केही दिनको तालिम पर्याप्त हुन्छ त यति गहिरो विषयका लागि? अध्यक्ष कार्कीले तालिमको समय छोटो भएको र भविष्यमा अझ विस्तृत कार्यक्रम गर्ने योजना रहेको बताउनुले थप आवश्यकता दर्शाउँछ जस्तो लाग्छ मलाई। पक्कै पनि यो एउटा सुरुवात मात्र हो। यस्ता सिप निरन्तर अभ्यास र अपडेट गरिरहनुपर्छ। प्रविधि आफैमा निरन्तर परिवर्तनशील छ, त्यसैले सिक्ने प्रक्रिया पनि जारी राख्नुपर्छ। यो एक पटक सिकेर मात्र पुग्दैन। त्यसो भए यो सबै छलफलको सार के हो त? मलाई लाग्छ आजको डिजिटल युगमा पत्रकारिताले आफ्नो सान्दर्भिकता अनि विश्वसनीयता कायम राख्न डिजिटल सिपहरू अँगाल्नुको विकल्प छैन। यो तालिम त्यही दिशामा एउटा महत्त्वपूर्ण कदम हो। बिल्कुल, तर यसले एउटा स्थायी प्रश्न पनि खडा गर्छ। प्रविधिले दिएको शक्ति र पत्रकारिताको नैतिक दायित्व बीच सन्तुलन कसरी मिलाउने? सिप सिक्नु एउटा पक्ष हो, त्यसको जिम्मेवार प्रयोग अर्को महत्त्वपूर्ण पक्ष हो नि। एकदमै।